नेपालको टिकटक आइडीलाई चाहिँ नेपालमा बसेर मोनिटाइज गर्ने सजिलो तरिका। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई टेक्निकल न्युज च्यानल। आजको यस भिडियोमा चाहिँ विशेष गरी तपाईँको आसमा चाहिँ तपाईहरु पनि नेपालमा बस्नुहुन्छ। यदि तपाईँ हैन नेपालमा तपाईँको राम्रो टिकटक आइडी छ भने, राम्रो फलोवर छ भने, राम्रो भ्युज जान्छ भने चाहिँ हामीले चाहिँ नेपालमा रहेको टिकटक आइडीलाई चाहिँ कसरी मोनिटाइज गरेर चाहिँ पैसा कमाउन सकिन्छ, भ्युज बापत हामीले चाहिँ कसरी डलर जेनेरेट गर्न सकिन्छ, आजको यस भिडियोमा चाहिँ ए टु जेड जानकारी गराउन गइरहेको छु। धेरै जनाले मलाई व्हाट्सएपमा मेसेन्जरमा आएर मेसेज गर्नुहुन्छ, सर मसँग नेपालमा रहेको एउटा राम्रो टिकटक आइडी छ हैन, राम्रो भ्युज जान्छ, फलोवर पनि ठिकठाकै छ, फलोवर पनि, तर अहिलेसम्म पनि मेरो टिकटक आइडीमा चाहिँ क्रिएटर रिवार्ड प्रोग्राम आएको छैन, कसरी मोनिटाइज गर्न सकिन्छ भनेर मलाई धेरै जनाले चाहिँ मेसेज पठाइराख्नु भएको हुन्छ। त्यसैले आजको यस भिडियोमा चाहिँ म तपाईलाई चाहिँ हामीसँग रहेको नेपालको टिकटक आइडीलाई चाहिँ हैन नेपालमा बसेर चाहिँ युट्युब जस्तै कसरी मोनिटाइज गरेर पैसा कमाउन हामीले सकिन्छ भनेर आजको यस भिडियोमा चाहिँ सम्पूर्ण जानकारी गराउन गइरहेको छु। धेरै जनाको क्रिएटर रिवार्ड प्रोग्राम आएको हुँदैन, त्यो पनि कसरी ल्याउने त्यो पनि म तपाईलाई चाहिँ आजको यस भिडियोमा चाहिँ जानकारी गराउन गइरहेको छु। तपाईले चाहिँ यदि हजुरहरु पनि हैन आफ्नो टिकटक आइडीलाई नेपालबाट मोनिटाइज गराउन चाहनुहुन्छ भने चाहिँ भिडियोलाई तपाईले चाहिँ अन्तिमसम्म फुल्ली तपाईले स्किप नगरिकन हेर्नुपर्ने हुन्छ। अहिलेसम्म यस भिडियोलाई एक लाइक गरिदिनु भएको छैन भने भिडियोलाई एक लाइक गरिदिनु होला। यो भिडियो आफ्नो फ्रेन्ड्सहरुमाझ पनि शेयर गरिदिनु होला। र यस्तै प्रकारको अनलाइन अर्निङ सम्बन्धी भिडियोहरु हेर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो टेक्निकल न्युज च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल बजार अलमा सेलेक्ट गर्न नभुल्नु होला। अब जस यहाँनिर चाहिँ म चाहिँ मोबाइलको स्क्रिनमा आइसकेको छु, यहाँ देख्न सक्नुहुन्छ। अब तपाईले नेपालको टिकटक आइडीलाई मोनिटाइज कसरी गर्ने म तपाईलाई यहाँनिर चाहिँ बताउन गइरहेको छु। जस यहाँनिर म टिकटक यहाँनिर मैले टिकटकलाई मैले यहाँनिर ओपन गरिसकेको छु। प्रोफाइलमा जान्छु। प्रोफाइलमा जाने बित्तिकै यहाँ मेरो चाहिँ 38,000 फलोवर रहेको छ, देख्न सक्नुहुन्छ। यहाँनिर मैले एकदम काम लाग्ने भिडियोहरु अपलोड गरिरहेको हुन्छु। फलो गर्नु भएको छैन भने फलो गर्नु होला। सामुएल चेम्जुङ रहेको छ आइडी को नाम। अब जस यहाँनिर म यहाँनिर चाहिँ टिकटक स्टुडियो भन्ने अप्सन अगाडि रहेको छ, तपाईको पनि आएको हुन सक्छ। यहाँ हेर्नु होला, टिकटक स्टुडियोमा मैले यहाँनिर टच गर्दिन्छु। यहाँ टच गर्ने बित्तिकै अलिकति तल जानुभयो भने यहाँनिर मोनिटाइजेसनको सेक्सन देख्नुहुन्छ। मोनिटाइजेसनको यहाँ सेक्सन देख्नुहुन्छ। यहाँनिर हाम्रो क्रिएटर रिवार्ड प्रोग्राम मेरोमा यहाँनिर आइसकेको छ। यहाँनिर भिडियो गिफ्ट्स रहेको छ, वर्क विथ आर्टिस्ट रहेको छ, लाइभ गिफ्ट्स रहेको छ। अब नेपालमा भनेको हामीले लाइभ बसेर हैन गिफ्टबाट इन्कम गर्ने हो, त्यो तपाईको अलिकति गाह्रै पर्छ। अनि त्यसपछि यहाँनिर चाहिँ वर्क विथ आर्टिस्ट रहेको छ। त्यसपछि यहाँनिर भिडियो गिफ्ट्स रहेको छ। भिडियो गिफ्ट्स भनेको तपाईको 10,000 फलोवर पुगेको छ भने तपाईको भिडियोमा हेर्ने व्यक्तिहरुले चाहिँ गिफ्ट दिनुपर्छ अलिकति पैसा तिरेर। यो पनि तपाईको अलिकति असम्भव नै छ। तर तपाईको सजिलो तरिका भनेको टिकटकलाई मोनिटाइज गरेर इन्कम गर्ने टुल्स भनेको हाम्रो यो चाहिँ क्रिएटर रिवार्ड प्रोग्राम रहेको छ। यहाँ देख्न सक्नुहुन्छ। यो तपाईको चाहिँ आउनु पर्ने हुन्छ यो टुल्स हैन। यो टुल्स आएको छैन भने कसरी ल्याउने त्यो पनि म तपाईलाई अन्तिममा बताउँछु है त। जस यहाँनिर मैले टच गर्दै अर्निङ प्रुफ देखाउँछु म तपाईलाई सुरुमा चाहिँ। जस्तै यहाँनिर चाहिँ मेरो चाहिँ अर्निङ हुन थालिसकेको छ। यहाँनिर क्रिएटर रिवार्ड प्रोग्राम भनेको छ। यहाँनिर चाहिँ क्वालिफाइड भ्युज भनेको छ, यहाँ देख्न सक्नुहुन्छ 16,000 रहेको छ। यो तपाईको 7 दिनको रहेको छ क्यारे। अनि त्यसपछि यहाँनिर चाहिँ आरपीएम भनेको 0.11 रहेको छ। अब यहाँनिर म अल टाइम गर्दिन्छु माथि। अल टाइममा टच गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ मैले यहाँनिर चाहिँ $31 $31.36 डलर मैले यहाँनिर चाहिँ इन्कम गरिसकेको छु। यो भनेको तपाईले आफैले क्याल्कुलेट गर्न सक्नुहुन्छ। डलरको भाव भनेको अहिले रेट भनेको 135 रुपैयाँ होला सायद हैन। अब यहाँनिर अलिकति तल आउँदाखेरि क्वालिफाइड भ्युज भनेको छ। यो भनेको तपाईको चाहिँ यहाँनिर 2,92,000 को पैसा मलाई चाहिँ दिएको छ। आरपीएम भनेको 0.10 हो। 1,000 भ्युजको कति पैसा आउँछ भनेको यो आरपीएम भनेको चाहिँ तपाईले 0.10 into 135 गर्नुभयो भने आइ नै हाल्छ। कसैको बढी हुन्छ भ्युज अनुसार, भिडियो अनुसार हैन। अब जस यहाँनिर चाहिँ अलिकति डाउनमा आउँदाखेरि यहाँनिर कुनै भिडियोबाट मैले $6 कमाएको छु, 6.44 यो हाउ टु वाच टिकटक भिडियोबाट। अनि यो अर्को भिडियो भनेको यो हाउ टु मेक ब्लग फ्रम मोबाइलबाट $0.32 इन्कम गरेको छु। यो भिडियोबाट $1, कसैबाट कुनै भिडियोबाट $2। यसरी हामीले चाहिँ इन्कम गर्न सकिन्छ। $4 हाउ टु प्रिन्ट नेसनल आइडेन्टिटी कार्ड हैन। यसरी तपाईले हालेको भिडियोबाट इन्कम गर्न सक्नुहुन्छ युट्युब जस्तै। अब कुरा आयो कसरी गर्ने त? यो क्रिएटर रिवार्ड प्रोग्राम ल्याउनु पर्छ है। अब तपाईको नेपालकोमा त आउँदैन। नेपालकोमा ल्याउनको लागि तपाईको चाहिँ एउटा तरिका रहेको छ, जुन तरिका मैले पनि हैन युज गरेको थिए।
त्यो तरिका धेरैजनाले तपाईँलाई भन्दैनन्, मैले तपाईँलाई भनिदिन्छु है त। त्यसको लागि तपाईँको चाहिँ टिकटक क्रिएटर रिवार्ड प्रोग्राम तपाईँको सबै देशहरूमा छैन, 4-5 वटा देशहरूमा छ, जुन तपाईँको चाहिँ फ्रान्स, जर्मनी, युके, युएसए, साउथ कोरिया, जापान, यी कन्ट्रीहरूमा तपाईँको चाहिँ रहेको छ, जुन यहाँनिर मैले चाहिँ स्क्रिनसट पनि राखिदिएको छु कुन कुन कन्ट्रीमा तपाईँको चाहिँ इलिजिबल छ भनेर। अब यी कन्ट्रीहरूमा तपाईँको आफन्तहरू, भाइ बहिनी, चिने जानेको व्यक्तिहरू कोही होइन हुनुपर्ने हुन्छ। अब तपाईँको यी कन्ट्रीहरूमा कुनै व्यक्तिहरू, चिने जानेको आफन्त भाइ बहिनीहरू छन् भने एकजनालाई तपाईँले चाहिँ हेल्प माग्नु पर्ने हुन्छ। एकजनालाई तपाईँले चाहिँ आफ्नो टिकटक आइडी 15 देखि 20 दिनसम्म तपाईँले चाहिँ लगइन गर्न दिनुपर्ने हुन्छ। तपाईँले यता लगआउट गर्नुपर्ने हुन्छ। तपाईँले लगइन गरेर तपाईँले चाहिँ युज गर्न दिनुपर्ने हुन्छ। यसरी म्यानुअल रूपमा युज गर्न दिनुहोस् तपाईँको टिकटक आइडी, र तपाईँले 2-4 वटा भिडियो अपलोड गर्न लगाउनुहोस् होइन, ऱ्यान्डमली रूपमा जुन भिडियो पनि अपलोड गर्दा हुन्छ एउटा राम्रो आफ्नै फेस देखाएको एउटा 4-5 वटा अथवा 2-3 वटा तपाईँले चाहिँ त्यो कन्ट्रीमा तपाईँले चाहिँ भिडियो अपलोड गर्न लाउनु पर्ने हुन्छ। त्यतिखेर भने तपाईँले यहाँनिर नेपालमा टिकटक आइडी चलाउनु हुँदैन। त्यो टिकटक आइडीलाई तपाईँले यता लगआउट गरेर राख्नु पर्ने हुन्छ। जस्तै यहाँनिर म माथि 3 लाइनमा जान्छु होइन, यहाँनिर तपाईँको यहाँनिर चाहिँ जस्ट यहाँनिर मेरो सामेल चेम्जुङ नाम रहेको छ। यहाँ टच गरेपछि यहाँ एड एकाउन्ट आउँछ नि, एड एकाउन्टमा जानु भन्नुपर्ने हुन्छ तपाईँले होइन उता, र तपाईँले यहाँनिर फोन नम्बरबाट अथवा तपाईँले इमेल केबाट आइडी खोल्नु भएको छ टिकटक आइडी तपाईँले लगइन गरेर तपाईँले युज गर्नु लाउनु पर्ने हुन्छ, र 2-3 वटा तपाईँले भिडियो पनि अपलोड गर्न लाउनु होला। लगइन गरेको 5 दिनपछि तपाईँले चाहिँ यहाँनिर तपाईँले रिजन पनि चेन्ज गर्न लाउनु पर्ने हुन्छ उता। जस्तै तपाईँले जापानबाट टिकटक आइडी मोनिटाइज गराउन चाहनुहुन्छ भने जापान रिजन राख्नु पर्ने हुन्छ। रिजन भनेको कन्ट्री। जस्तै यहाँनिर 3 लाइनमा जानु होला, माथि यहाँनिर माथि सेटिङ प्राइभेसीमा जानु होला, एकाउन्टमा जानु होला माथि, र यहाँनिर एकाउन्ट इन्फर्मेसनमा तपाईँले जानुपर्ने हुन्छ। यहाँनिर एकाउन्ट रिजन भनेको मेरो जापान रहेको छ। यसरी तपाईँले चाहिँ रिजन पनि चेन्ज गर्न लाउनु पर्ने हुन्छ। अब कतिजनाको रिजन चेन्ज भएको छैन, त्यो भनेको तपाईँले यता लगआउट गर्नुपर्ने हुन्छ आफ्नो एकाउन्टलाई टोटली रूपमा है, चलाउनु हुँदैन। यसरी तपाईँले चाहिँ रिजन राखिसकेपछि हप्ता 10 दिनमा तपाईँको चाहिँ क्रिएटर रिवार्ड प्रोग्राम भन्ने यो टुल आउँछ। यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर जाउँ टिकटक स्टुडियोमा जाउँ, यो क्रिएटर रिवार्ड टुल आउँछ, प्रोग्राम आउँछ। यहाँ टच गरेर तपाईँले चाहिँ जोइनको बटनमा तपाईँले यहाँनिर मुनि टच गरेर तपाईँले चाहिँ इन्कम गर्न सक्नुहुन्छ। सुरुमा तपाईँले चाहिँ 10,000 फलोवर पुऱ्याउनु पर्ने हुन्छ आफ्नो टिकटक आइडीमा, र लास्ट 30 डेजमा तपाईँले चाहिँ 30 दिनमा तपाईँले 1 लाख भ्युज तपाईँले चाहिँ पुऱ्याउनु पर्ने हुन्छ। अनि मात्र तपाईँको यहाँनिर तल जोइनको बटनमा आउँछ, र तपाईँको 18 वर्षभन्दा माथिको तपाईँको टिकटक आइडी हुनुपर्ने हुन्छ। तपाईँले चाहिँ जोइनको बटनमा टच गरेर मोनिटाइज गर्नुपर्ने हुन्छ। जुन पाए त्यही भिडियो हाल्नु हुँदैन, तपाईँले आफ्नो फेस देखाएको होइन, तपाईँको आफ्नै भिडियो हाल्नुपर्ने हुन्छ। म्युजिकहरू जुन पाए त्यही तपाईँले भिडियोहरू हाल्नु हुँदैन, न तपाईँको भाइलेसन टिकटक छ भने चाहिँ तपाईँको चाहिँ होइन, तपाईँको टिकटक चाहिँ मोनिटाइज हुँदैन। अब तपाईँले यसरी मोनिटाइज गरेर तपाईँले सुरुमा आफ्नो राष्ट्रिय परिचय पत्र, नेसनल आइडेन्टिटी कार्ड अथवा तपाईँले ड्राइभिङ लाइसेन्सबाट तपाईँले चाहिँ आइडेन्टिटी भेरिफिकेसन गर्नुपर्ने हुन्छ, र तपाईँले चाहिँ पेमेन्ट सेटअप गर्नुपर्ने हुन्छ। नेपालबाट तपाईँको प्यानर एकाउन्ट अथवा तपाईँले पेपाल एकाउन्ट तपाईँले चाहिँ जोड्न सक्नुहुन्छ, एड गर्न सक्नुहुन्छ। तपाईँले यसरी चाहिँ इन्कम गर्न सक्नुहुन्छ। जस्तै यहाँनिर मैले यति डलर कमाइसकेको छु, अहिले यहाँनिर म एक्टिभ छैन। तपाईँको $50 भएपछि हाम्रो चाहिँ विड्रल हुन्छ मनगेसँगले। यहाँनिर जाने हो, माथि जाने हो, ब्यालेन्समा जाउँ। यहाँनिर ब्यालेन्समा गइसकेपछि यहाँनिर म अदरमा जान्छु है। अदरमा गइसकेपछि यहाँनिर मन्थली अर्निङ भनेको चाहिँ मेरो यहाँनिर $31 यहाँनिर मेरो आइसकेको रहेछ। यहाँ माथि यहाँ जाउँ, यहाँ गइसकेपछि यहाँनिर चाहिँ मेरो अब यहाँनिर चाहिँ तपाईँको चाहिँ 15 तारिकमा विड्रल हुन्छ। यहाँनिर गइसकेपछि तपाईँले अपकमिङ पेमेन्ट भनेको छ हाम्रो $31 आउँदैछ। क्रिएटर रिवार्ड प्रोग्राम भनेको पेन्डिङमा रहेको छ यो तपाईँको होइन। यहाँ मैले चाहिँ पेनर एकाउन्ट मैले यहाँनिर चाहिँ जोडिसकेको छु। अब यहाँ देख्न सक्नुहुन्छ हरेक महिनाको 15 तारिक हाम्रो चाहिँ पैसा चाहिँ विड्रल हुन्छ टिकटकको। यसरी तपाईँले चाहिँ मोनिटाइज गर्न सक्नुहुन्छ।